काठमाडौँको बाफल कुनै बेला सुनसान थियो। रात पर्यो भने स्याल कराउँथ्यो। दिउँसो पनि कहिलेकाहीँ स्यालले कुखुरा लान्थ्यो। हाम्रै अगाडि हामी सानो हुँदा, म सानो छँदा त मलाई थाहा हुँदाखेरि त्यस्तो थियो भने झन् बाजेको पालोमा त झन् कस्तो थियो होला। मलाई थाहा हुँदा बाफलमा खेतै खेत थियो। सबै थोरै घर थियो, एउटा दुईटा कतै कतै घर थियो, तर रिङ रोड चाहिँ बनिसकेको थियो। बाफलमा कुनै जमानामा बाजेले रोपनीको 100 रुपियाँमा जग्गा किन्नु भएको रे भनेर हामीलाई सुनाउनुहुन्थ्यो। बाजे अर्थात् मेरो मामा घरको बाजे। त्यो पनि बाजेको साथीले बाजेलाई रिक्वेस्ट गरेर यो मेरो जग्गा किन, मैले अब यो जग्गा धेरै सम्हाल्न नसक्ने भयो, धेरै जग्गा भयो मेरो, मैले हेर्न सकेन, तिमीले किनिदेऊ भनेर रिक्वेस्ट गरेकोले किनेको रे। त्यस्तै केही रोपनी जग्गा किन्नु भएको, पर रोपनीको 100 रुपियाँमा किन्नु भएको रे। बाजेको कुरा सुन्दा त्यो बेला काठमाडौँमा जग्गा बेच्न अहिले जस्तो सजिलै बिक्ने थिएन कि जस्तो लाग्छ। बाजेको कुरा गर्नुपर्दा बाजे अहिले उहाँ हुनुहुन्न। उहाँ चाहिँ नि 90 सालको भूकम्प आउँदाखेरि उहाँ जस्तै 5 वर्ष जति हुनुहुन्थ्यो अरे। 90 सालको भूकम्प आएको उहाँलाई थाहा थियो अरे। अलिअलि चाहिँ सम्झना छ अरे 90 सालको भूकम्प चाहिँ। बाजेको बुवा उहाँ सानै हुँदाखेरि बित्नु भएको रे। उहाँ आफै स्ट्रगल गरेर आफ्नो खुट्टामा उभिनु भएको थियो। भन्दाखेरि उहाँ जस्तै 20 इयर्स जति अथवा 25 इयर्स जति पुग्दाखेरि उहाँले अब त्यो ल्यान्ड लिनुभएको थियो होला। भन्दाखेरि यसो अनुमान गर्दाखेरि उहाँ अहिले बित्नु भएको धेरै वर्ष बितिसक्यो। उहाँले जस्तै 2000 साल अथवा 2005 सालतिर किन्नु भएको हो कि भन्ने मेरो अनुमान। बाफल पहिला यस्तै धानबारी थियो। धान फल्ने सिजनमा यस्तै हरियो हुन्थ्यो। हामीले चङ्गा उडाउँथ्यौँ। चङ्गा उडाउँदा उडाउँदै थाक्यो भने त्यो चङ्गा चाहिँ त्यही धान बालीमाथि यस्तो राखिदिन्थ्यौँ र फेरि एकछिन रेस्ट गरिसकेपछि फेरि उडाउँथ्यौँ। तर धानको पालामाथि चङ्गा बसिसकेपछि चङ्गा भिज्दा पनि नभिज्ने एकदम रमाइलो थियो बाफल पहिले। यस्तै सुन्दर थियो। पहिले धान उम्रिन्थ्यो, हरियाली थियो। पहिले धान उम्रिन्थ्यो, अहिले घर उम्रिएको छ, फरक त्यति हो। पहिले ताचलको बाटो हिँड्दाखेरि सुनसान हुन्थ्यो। रात परेपछि बाटोमा हिँड्ने मान्छे हुँदैन थियो। एक दुईजना मान्छे भेट्यो भने कस्तो खुसी लाग्थ्यो साथी भयो भनेर। त्यो मान्छेसँग नबोले पनि अथवा त्यो मान्छे नचिन्ने भए पनि बाटोमा हिँड्दाखेरि सँगै भइदियो भने चाहिँ नि अलिकति ढुक्क हुन्थ्यो। हामी सानो हुँदाखेरि त्यस्तो थियो सिचुएसन। अहिले त्यो ठाउँमा जाम हुन्छ, अचम्म लाग्छ त्यो देख्दाखेरि। अझ बाजेको पालोमा त ताचलमा हाम्रो पालोमा जति घर थियो त्यति पनि थिएन होला सायद। सोल्टी होटेल पनि बनेको थिएन होला सायद मेरो विचारमा बाजेको पालामा। बाजे सानो हुँदा बनेको थिएन होला सायद। पछि उहाँलाई थाहा छ होला होटेल बनेको। बाजेले त्यो बेला सुनाउनुहुन्थ्यो, राणाहरूको कुरा सुनाउनुहुन्थ्यो, राजाहरूको कुरा सुनाउनुहुन्थ्यो। हामी सानै थियौँ त्यो बेला। बाजे बित्नु भएको अहिले लगभग 22-25 वर्ष भइसक्यो होला सायद। भिडियो कस्तो लाग्यो भन्नुहोला। तपाईँको पनि केही यस्तो अनुभव छ भने कमेन्ट गर्न सक्नुहुन्छ।